सामाजिक सञ्जालमाथि नियन्त्रण फुकुवाको लागि भएको थियो। केन्द्रीय आन्दोलनले उठाएका मागहरूलाई यसरी तालिम प्राप्त शक्तिहरूले अपमान गरे, हाइटेक गरे। त्यो नारा हाइटेक गरेर कहाँ पुर्याइयो भनौँ न भने संसदको उद्घाटन असंवैधानिक सरकारको गठन त्यस दिशामा पुर्याइयो। आज उनीहरूले यो सन्देश दिन चाहे, हामीले चाह्यौँ भने तिमीहरूले हाम्रो भनेको कुरा मान्यौ भने तिम्रै देशका मान्छे प्रयोग गरेर तिम्रो सरकार बर्खास्त गर्न सक्छन्, तिम्रो देशको संसद भवन ध्वस्त पार्न सक्छन्, तिमीहरूको देशको सिंहदरबार ध्वस्त पार्न सक्छन् भने सन्देश दिन चाहे। आज यो विषम परिस्थितिमा तपाईँहरूको राष्ट्रिय महाधिवेशन हुँदैछ। यो विषम परिस्थितिलाई सम्बोधन गर्नु तपाईँहरूको महाधिवेशनको दायित्व छ। त्यसका साथै आज कयौं समस्याहरू छन् हाम्रा अगाडि, तर त्यो समस्याको दोष हामीले पाइदिनु, त्यो समस्याको दोष दिने ठाउँ कहाँ छ? 2063 सालमा गणतन्त्र आइसकेपछि यो देशको शासन हामी गणतन्त्रवादीले चलाएनौँ न, हामी गणतन्त्रवादीले पारै पारोसँग यो देशको शासन चलायौँ। अब हामीले चलाएको छौँ। मैले मान्छु एउटा भन्दा अर्कोलाई बेटर गर्ने नाममा हाम्रै बिचमा लडाइँ भयो, हाम्रै बिचमा द्वन्द्व भयो। हाम्रो बिचको लडाइँ, हाम्रो बिचको द्वन्द्व, हाम्रो बिचको सत्ता सङ्घर्षको परिणाम विदेशीहरूले खेल्ने मौका पाए। गाउँघरमा भन्छन् नि, आफ्नो काठो बलियो बनाउनु सिमेन्टलाई बोक्नु। हाम्रो काठो बलियो हुन सकेन, जसको परिणाम सिमेन्टहरूले खेल्ने मौका पाए। सिमेन्टले